म अहिलेसम्म कसैको पनि सेल्फी लिएको छुइनँ जीवनमा। म अलिकति भिन्न प्रवृत्तिको मान्छे, भिन्न नेतृत्व क्षमता भएको मान्छेको सँग मात्रै सेल्फी खिच्छु जस्तो लाग्थ्यो। अनि त्यो मौका चाहिँ आज हर्क साम्पाङजीसँग भेटेर पुरा भयो। तर म यहाँ हर्क साम्पाङले मलाई देखोस्, चिनोस् र हर्क साम्पाङजीले चाहिँ मलाई धन्यवाद भनोस् भन्ने सोचले आएकै होइन। म चाहिँ यो पुण्यको काममा म पुण्य गरौँ भनेर आएको हो। त्यही भएर म तपाईँले कोही मान्छेबाट केही पाउँछु भन्ने भावना लिएर आउनुभयो भने त्यो नपाउने सम्भावना त्यति नै छ। नपाउँदा दुःखी भइन्छ। हामीले कोहीसँग पनि अपेक्षा नराखौँ। अझै मेयर हर्क साम्पाङज्यूसँग त हामीले त्यो सामिप्यताको के अरे आश राख्ने ठाउँै छैन। किन हाम्रो लागि उहाँ एउटा होला, तर उहाँको लागि त हजारौँ हुन्छ नि त। श्रमदान गर्न आएको भने एउटा हतियार खोजौँ, बरु हतियार पाइएन भने दुःख म नगरौँ। बिरुवा रोप्न आएको भने बिरुवा खोजौँ, बिरुवा पाइएन भने त्यसमा दुःख मन गरौँ। जलाधारमा चाहिँ हरियाली बनायौँ भने यहाँ पछि सुक्खा पर्दैन। सुक्खा नपरिसकेपछि हाम्रो पानीको मुहानहरू सुकेर जाँदैन। पानीको मुहानहरू सुकेर नगएपछि हामीले तल बसेर पानी खान्छौँ। पानी खानु भनेको जीवनदान गर्नु। जीवन आजको श्रमदाता मध्येको म फ्रेस हो होइन। म चाहिँ विदेशमा थिएँ, कोरिया भन्ने ठाउँमा थिएँ। अनि अहिले चाहिँ नेपाल आएको छु। अनि नेपाल आएर म पछिल्लो हप्ता मात्रै आएको हो। नेपाल आएर आउने बित्तिकै म श्रमदानमा आएको हजुर। त्यो भनेपछि भर्खरै नेपाल आउनु भएको छ, भर्खरै धरान आउनु भएको छ। हजुर हजुर मेरो फर्स्ट डे श्रमदान चाहिँ पहिलो दिन। हजुर के छ सर, तपाईँ कोरियामा बस्दै गर्दाखेरि नेपालको पनि धरानमा चलिरहेको श्रमदानलाई तपाईँलाई पक्कै पनि हेरिरहनु भएको थियो होला होइन? त्यहाँ कस्तो हुन्थ्यो चर्चा परिचर्चा, तपाईँलाई कतिको आउँ जस्तो लाग्थ्यो, के लाग्थ्यो अलिकति भनिदिनुहोस् न समग्रमा। विदेशमा चाहिँ कस्तो छ भने प्राय अब हामी विदेशमा युवाहरू नै छौँ होइन। युवाहरूको मानसिकता अब पहिलेको पिँढीभन्दा अलिकति परिवर्तित नै छ। हजुर सबै जस्तो युवाहरू चाहिँ अब अहिले हाम्रो हर्क साम्पाङज्यूले गरिरहेको कामप्रति उहाँहरूको पोजिटिभ धारणा नै छ। त्यही माथि पनि म चाहिँ स्वयं धरानवासी भएको हिसाबले म धेरै नै उत्साहित र धेरै नै पोजिटिभ थिएँ। अनि उहाँ हुँदाखेरि नै म चाहिँ गएर श्रमदानमा चाहिँ जसरी पनि जान्छु भन्ने मेरो उद्देश्य र मेरो सङ्कल्प थियो। त्यो आज पुरा भएको छ। प्रत्येक दिन आउन नसके पनि, किनभने आफ्नो पनि बारीहरू चाहिँ बाँझै छ। आफ्नो बारी चाहिँ बाँझो राखेर श्रमदानमा मात्रै गयो भने फेरि त्यो पनि ठिक भएन होइन। आफ्नो बाँझो बारीमा पनि चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ अब चाहिँ के अरे खेती लगाएर चाहिँ थोरै भए पनि चाहिँ त्यो खेतीबाट चाहिँ आफ्नो लागि चाहिँ आउने बिरुवाहरू अथवा हामीले चाहिँ अन्न लगाउन सक्यौँ भने आफ्नो बारी पनि सदुपयोग भयो। त्यो भएर अलिकति टाइम बचेको बेलामा श्रमदान पनि आउने भन्ने सोच राखिरहेको छु। यो मेरो पहिलो श्रमदान हो, खुसी लागिरहेको छ। आज ठ्याक्कै यो श्रमदानमा पहिलो दिन आउँदै गर्दाखेरि सायद हाम्रा नगर प्रमुख नगरपिता हर्क साम्पाङलाई पनि नजिकै भेट्नु पनि भयो होला। जसरी कोरियामा बस्दै गर्दाखेरि हर्क साम्पाङलाई हेर्नुहुन्थ्यो, देख्नुहुन्थ्यो, आज प्रत्यक्ष रूपमा आएर के फरक पाउनुभयो त्यस्तो केही ताब्दिक? कस्तो भयो भने कि एकचोटि मात्रै देखेको अथवा दुईचोटि मात्रै देखेको भएर अनि प्रत्यक्षमा देखेको भए अलिकति फरक लाग्थ्यो होला। उहाँको चाहिँ हेर्दिनँ भन्दाखेरि पनि बिहान उठ्ने बित्तिकैदेखि बेलासम्ममा चाहिँ फेसबुकमा आइरहेको देखिरहेको जस्तै। अनि फेरि उहाँको इन्टरभ्यू दिने बेलामा अर्कै वाइफाई, अफिसमा जाँदा अर्कै वाइफाई, श्रमदानमा अर्कै वाइफाई भए पनि फरक हुन सक्थ्यो होला। तर हिजो जुन अब वाइफाईमा मैले देखिरहेको थिएँ, आज प्रत्यक्ष भेट्दा पनि त्यही वाइफाई भएको हुनाले गर्दाखेरि चाहिँ त्यस्तो फरक पनि लागेन र पहिलोचोटि भेटे जस्तो पनि महसुस चाहिँ भएन। हजुर उहाँलाई तपाईँले पर्सनल व्यक्तिगत हिसाबमा भेट्नुभयो कि भेट्नु भएन? मैले अघि एकचोटि एउटा सेल्फी लिएँ। मेरो चाहिँ के उद्देश्य हो भने म अहिलेसम्म कसैको पनि सेल्फी लिएको छुइनँ जीवनमा। म अलिकति भिन्न प्रवृत्तिको मान्छे, भिन्न नेतृत्व क्षमता भएको मान्छेको सँग मात्रै सेल्फी खिच्छु जस्तो लाग्थ्यो। अनि त्यो मौका चाहिँ आज हर्क साम्पाङजीसँग भेटेर पुरा भयो। मेरो त्यो जीवनको दोस्रो सेल्फी हो। मैले अहिलेसम्म देश विदेशी नै धेरै अब परिचित मान्छेहरू भेटेर सेल्फी चाहिँ लिएको थिइनँ। आज उहाँसँग बसेर एउटा फोटो चाहिँ हान्यो। हजुर पक्कै पनि तपाईँले आज एउटा सेल्फी हान्दै गर्दाखेरि कतिपय मान्छे तपाईँ जस्तै कहिल्यै नभेट्नु भएको गएर कति बेला भेटौँ भन्ने त्यस्ता पाहुनाहरू आउनुहुन्छ, उहाँको डायहार्ड फ्यान आउनुहुन्छ क्या। हजुर तर ठ्याक्कै उहाँलाई भेटेपछि अलिकति जसरी सोचेर आउनु भएको छ त्यस्तो पाउनुहुन्न अरे। तपाईँ चाहिँ अलिकति त्यस्तो हुनुभएको मान्छेको के हुन्छ भने मैले उहाँलाई राम्रो मान्छु र उहाँले पनि मलाई राम्रो मानिदियोस् भन्ने एउटा थोरै भावना हुन्छ। जस्तै मैले भन्न खोजेको गर्दाखेरि उसले पनि हाँसेर नमस्ते फर्काओस् भन्ने अथवा पर्सनल्ली ल आइदिनु भयो धन्यवाद भनिदियोस् भन्ने त्यो मनमा जसले बोकेर आएको हुन्छ उनीहरू डिसपोइन्ट भएर जान्छन्। तर म यहाँ हर्क साम्पाङले मलाई देखोस्, चिनोस् र हर्क साम्पाङजीले चाहिँ मलाई धन्यवाद भनोस् भन्ने सोचले आएकै होइन। म चाहिँ यो
पुण्यको काममा म पुण्य गरौँ भनेर आएको हो। त्यही भएर मलाई पर्सनल्ली हर्क साम्पाङज्यूले चाहिँ राम्रो रेस्पोन्स नदिँदाखेरि पनि अथवा दिँदाखेरि पनि त्यहाँ दिँदा उत्साहित हुने र नदिँदा हतोत्साहित हुने खालको त्यो मेरो मानसिकता नभएको कारणले मलाई चाहिँ केही असर परेन उहाँको। उहाँले जसरी मलाई ट्रिट गर्नुभयो मलाई त्यसै खासै असर पारेको छैन। किन मेरो मानसिकतामा चाहिँ के थियो भने मैले गरेको काम अरूले हेरिदियोस्, मेरोसँग हर्क साम्पाङले हेरिदियोस्, अथवा मैले नमस्ते गर्दा हर्क साम्पाङले चाहिँ मलाई हाँसेर फर्काओस् भन्ने मेरो त्यो सोचै थिएन नि त। त्यही भएर मेरो चाहिँ अब क्लियर कट यति मात्रै थियो, मैले श्रम गर्नु पाऊँ र त्यो चाहिँ पुण्यको काम हो, पुण्य गर्नु पाऊँ भन्ने मात्रै थियो। त्यो मैले पाइरहेको छु, त्यसमा म खुसी छु। अझ तपाईँले प्रश्न पारिदिनुहोस् हाम्रो दर्शक श्रोताहरूलाई अथवा हर्क साम्पाङलाई भेट्न आउने जति पनि हुनुहुन्छ उहाँहरूलाई होइन, तपाईँले यति राम्रो भनिदिनु भयो होइन। कतिपय मान्छे अघि पनि मैले भने उहाँलाई भेट्न आउँदाखेरि मलाई भनिदियोस्, बोलिदियोस्, नमस्ते गरिदियोस् होइन, मेरो बारेमा केही कुरा बोलिदियोस् भन्ने खालको मनसाय लिएर आउनुहुन्छ। उहाँहरूलाई अलिकति भनिदिनु न। ठिक हो, म चाहिँ के भन्दछु भने तपाईँले कोही मान्छेबाट केही पाउँछु भन्ने भावना लिएर आउनुभयो भने त्यो नपाउने सम्भावना त्यति नै छ। नपाउँदा दुःखी भइन्छ। हामीले कोहीसँग पनि अपेक्षा नराखौँ। अझै मेयर हर्क साम्पाङज्यूसँग त हामीले त्यो सामिप्यताको के अरे आश राख्ने ठाउँै छैन। किन हाम्रो लागि उहाँ एउटा होला, तर उहाँको लागि त हजारौँ हुन्छ नि त। त्यही भएर उहाँले हजारौँसँग आत्मीयताको साथ बोलिरहन नपाउला अथवा त्यो ध्यान नहोला। त्यो भएर हामीले अलिकति त्यो एउटा भावना चाहिँ नराखिकन उहाँले मलाई चिनिदियोस्, परिचय गरिदियोस्, हात मिलाइदियोस्, एउटा सेल्फी खिचेर फेसबुकमा राखिदियोस् भन्ने धारणा नराखिकन निस्वार्थ रूपले आउँ। वर्षक हर्क साम्पाङज्यू भेट्यो भने बरु नबोलौँ, आफ्नो काम चाहिँ गरौँ होइन। हात मिलाएर हुने कुरा केही होइन नि त। हामीले त्यो चम्चागिरी गरेर पछि लागेर नै देश बिग्रेको हो नि त। एउटा नेताले पछि लाग्ने मान्छेलाई स्याबास भन्दै हिँडेको भएर देश बिग्रेको हो। अबको नेता र अबको जनता भनेको चाहिँ के हुन्छ भने आफ्नो मेलो मात्रै खेद्ने खालको हुनुपर्छ। आफूलाई सहयोग गर्ने मान्छेलाई चाहिँ स्याबासी दिँदै हिँड्ने, अनि त्यसपछि आफ्नो फाइदा गर्ने नेताहरूलाई चाहिँ पछ्याउँदै हिँड्ने खालको प्रवृत्ति चाहिँ अन्त्य हुनुपर्छ। तपाईँहरू यदि मेयर हर्क साम्पाङलाई भेट्न आउँदै हुनुहुन्छ भने मैले नमस्ते गर्दाखेरि मलाई चाहिँ हाँसेर नमस्ते फर्काइदियोस् अथवा मसँग हात मिलाइदियोस्, फोटो खिचिदियोस् भन्ने खालको भावना राखेर नआउनु होला। श्रमदान गर्ने सोच छ भने श्रमदान गर्ने मात्रै सोच गर्नु होला। तपाईँलाई श्रमदान गर्न कसैले रोक्दैन। बिरुवा फालाफाल, हतियार फालाफाल होइन, तर तपाईँले हर्क साम्पाङसँग नजिक हुन्छु भन्ने हेतुले आउनु भएको छ भने तपाईँ डिसपोइन्टेड हुन सक्नुहुन्छ, तपाईँ निराश हुन सक्नुहुन्छ। हो, मैले तपाईँले यो भन्दै गर्दा कतिपय मान्छे मैले भेटेको छु, उहाँले एक शब्द नबोलिदिँदाखेरि पनि उहाँहरू यति बेला आउनु भएको छैन होइन। उहाँको बारेमा पनि केही क्रिटिसाइज गरिराख्नु पनि भएको होला सायद होइन। एकजना सिङ्गापुरे लाउरे हुनुहुँदो रहेछ होइन। ठ्याक्कै उहाँले के सोचेर आउनुभयो त ठ्याक्कै त्यो भएन। अनि उहाँले भन्नुभयो उहाँको प्रिन्सिपल त फाट्दै रहेछ, मैले जे सोचेर आएँ त्यो रहेन रहेछ भन्ने खालको कुरा गर्नुभयो क्या। त्यो भएर तपाईँको अहिलेको जुन यो भनाइले साँच्चै नै क्लियर गर्यो। हामीले चाहिँ हर्क साम्पाङको काम हेर्ने हो क्या। हामीले हर्क साम्पाङले ठिक गरेको छ छैन, काम गरेको छ छैन त्यो चाहिँ हेर्ने हो। हर्क साम्पाङले पर्सनल्ली कोही पाहुनासँग राम्रो व्यवहार गर्यो गरेन, उसलाई बसाएर चिया खुवायो खुवाएन, उसलाई चाहिँ के अरे अङ्कमाल गरेर फोटो खिचेन, त्यो चाहिँ सेकेन्डरी पार्ट भयो। त्यो आवश्यकै छैन क्या। त्यसमा भुल्यौँ भन्ने कामै हुँदैन। त्यही भएर त्यो चाहिँ त्यस्तो मानसिकता राखेर आयौँ भने हामी दुःखी हुन्छौँ। प्लिज त्यो चाहिँ नराखौँ होइन। हर्क साम्पाङ जी अलिकति फरकै हुनुहुन्छ। संसारमा प्रत्येक मान्छेको व्यक्तित्व फरक हुन्छ। अनि म जस्तो अर्को मान्छे खोजेर भएन, अर्को मान्छे जस्तो म खोजेर भएन। त्यही भएर उहाँको आफ्नै व्यक्तित्व छ, उहाँको आफ्नै लय छ होइन। त्यो व्यक्तित्वलाई हामीले चेन्ज गर्न पनि सक्दैनौँ। आफू जस्तै नै हर्क साम्पाङ हुनुपर्छ भन्ने हिसाबले नआउँ। श्रमदान गर्न आएको भने एउटा हतियार खोजौँ, बरु हतियार पाइएन भने दुःख मन गरौँ। बिरुवा रोप्न आएको भने बिरुवा खोजौँ, बरु बिरुवा पाइएन भने त्यसमा दुःख मन गरौँ। तर हर्क साम्पाङ आएर चाहिँ मसँग बोलिदिएन, म सिङ्गापुरे लाउरे हो, म कोरियाको हो, म युकेको हो, म त्यत्रो टाढोबाट आएँ, मसँग चाहिँ उसले आत्मीय व्यवहार गरेन भनेर चाहिँ नरिसाउँ। त्यो चाहिँ अलिकति सानो सोच जस्तो देखिन्छ, त्यस्तो सोच नराखौँ। पक्कै पनि हामी नेपाली कस्ता छन्, आफू अनुकूलको अरूलाई पनि सोच्छौँ क्या, त्यो नगरिदिउँ होइन। पक्कै पनि यो श्रमदानको पछिल्लो समय यो महाअभियान, हामी यो बिरुवा रोप्ने महाअभियानमा छौँ होइन। यसलाई चाहिँ हजुरले कसरी लिइरहनु भएको छ? यो त साह्रै पुण्यको काम हजुर, यो एकदम पुण्यको काम, ठुलो पुण्यको काम हो। अब सानो बच्चाले पनि बुझ्छ कि के अरे पानीको मुहान वरिपरि बिरुवा थिएन भने पानी सुक्छ भने बच्चाले बुझ्ने कुरा हो नि त। त्यही भएर हामी त बच्चाभन्दा माथिल्लो लेभलकै मान्छे हो। त्यो हुनाले हामीले यसलाई चाहिँ पुण्यको काम भन्नुपर्छ। हामीले पानी बचाइरहनु भनेको त जीवनमा त पानी त अपरिहार्य छ नि। हामीले पानी
बचाइराख्नु खोजेको छौँ, हामीले जीवन बचाइरहनु खोजेको छौँ क्या। जस्तै हामीले कोही मान्छेलाई जीवन बचाउनको लागि रक्तदान गर्छौँ नि, त्यो एउटा पुण्यको काम हो। त्यो छिटो त्यसले असर देखायो होला, यसले ढिलो देखाउला, तर यो पनि पुण्यको काम हो। किन हामीले यो जलाधारमा चाहिँ हरियाली बनायौँ भने यहाँ पछि सुक्खा पर्दैन। सुक्खा नपरिसकेपछि हाम्रो पानीको मुहानहरू सुकेर जाँदैन। पानीको मुहानहरू सुकेर नगएपछि हामीले तल बसेर पानी खान्छौँ। पानी खानु भने त जीवन दान गर्नु, जीवन पाउनु न हो। त्यही भएर यो पुण्यको काम हो। यो पुण्यको काम जसले गर्दैछौँ, यो चाहिँ एउटा इतिहास हो। यो यसमा हामीले गर्व गर्नुपर्छ, यसमा हामीले आफूलाई भाग्यमानी ठान्नु पर्दछ भन्ने लाग्दछ। जस्तो अहिले हामी यहाँ वृक्षरोपणमा आउनुहुने हाम्रा अगुवाकर्मी श्रमदाताज्यूहरूलाई हामी देखिरहेका छौँ। साँच्चैको उहाँहरूको दिनको 1000 मान्दिउँ होइन, पाइराख्नु भएको छ अरे, मतलब एउटा काम गर्ने। तर उहाँले त डबल पाएको जस्तो गरेर यति बेला काम गरेको हामी देखिरहेका छौँ होइन। तर उहाँहरू त एज अ श्रमदाता हो, उहाँहरूले त एकै पैसा पनि दिनु, त्यो एउटा उत्साह जोस अलिकति भनिदिनुहोस् न। यो हजुर, मैले अघि ग्रिन टीमा म भेला हुँदाखेरि एकजना बोजू आमासँग गफ गरेँ अनि मैले उहाँको उमेर सोधेँ। उहाँ लगभग 70 पुग्नु आँट्नु भएको रहेछ अनि लौरो टेकेर हिँड्नु हुँदो रहेछ। उहाँ पनि यहाँ आउनु भएको छ अनि उहाँ यसरी जीवनको उत्तरार्धमा आएर यत्रो उकालोमा आएर बिरुवा रोपिरहनु भएको छ। अनि हामी लाठेहरू चाहिँ तल क्यारमबोर्ड खेलेर लुडो खेलेर अनि चाहिँ जीवन त्यसरी चाहिँ समय खेर फालिरहेछौँ। अनि त्यो आमालाई देख्दाखेरि चाहिँ मलाई चाहिँ अब अलिकति श्रम भनौँ न, लाज भनौँ न, अलिकति थोरै शरम लाग्यो। हामी चाहिँ अलि उकालो हिँड्न सक्छौँ, 2-4 वटा भारी बोक्न सक्छौँ, हामी चाहिँ त्यत्तिकै गफ दिएर बसिरहेछौँ चोकचोकमा। तर 70 पुगेको 70 नागेको बाजे बोजू वृद्धहरू चाहिँ यो उकालोमा चढेर श्रमदान गरिरहनु भएको छ। हामीले चाहिँ त्यो देखेर चाहिँ इन्सपायर हुनुपर्छ युवाहरू, र युवाहरू जाग्नुपर्छ। अब युवाहरूले नै देश बनाउनु पर्छ जस्तो लाग्छ। जस्तो अघि तपाईँले एउटा कुरा भन्दै हुनुहुन्थ्यो, हर्क साम्पाङको विरोधीहरूले आएर पनि यो पुण्यको काममा चाहिँ गर्नुपर्छ। मैले बाटोमा छ्यास्स त्यहाँ कुरा गरेको थिएँ। म चाहिँ के भन्छु भने म पनि हर्क साम्पाङको मानिलिउँ सपोर्टर होइन, म अर्कै कोही मान्छेको सपोर्टर हो भने पनि यो बिरुवा रोप्ने काममा चाहिँ आउनुपर्छ। यो भनेको यो बिरुवा भनेको हर्क साम्पाङको बारीमा रोपेको होइन क्या। यो भोलि हर्क साम्पाङज्यूले चाहिँ यो रुद्रा फलेर बेच्ने होइन होइन, भोलि यो हर्क साम्पाङले चाहिँ रुख काटेर बेच्ने होइन। यो भनेको हाम्रो सम्पत्ति हो नि त, हाम्रो जलाधारमा रोपेको हो नि त। यो भनेको कुनै जाति समुदायले मात्रै गर्ने काम होइन, यो भनेको कुनै एउटा पार्टीले गर्ने काम मात्रै होइन, यो भनेको स्वतन्त्र बस्ने जनताले मात्रै गर्ने होइन। यो चाहिँ जुनसुकै पार्टीमा आस्था राख्ने मान्छेहरूले, जुनसुकै धर्ममा आस्था राख्ने मान्छेहरूले र जुनसुकै वर्ग र जुनसुकै उमेरको मान्छेले गर्ने काम हो। यसमा चाहिँ हर्क साम्पाङलाई फुटेको आँखाले हेर्न नसक्ने मान्छेले पनि आएर गर्नुपर्ने काम हो जस्तो लाग्दछ श्रमदान चाहिँ। पक्कै पनि अत्यन्तै राम्रो कुरा उठाइदिनुभयो तपाईँले। जस्तो अहिले हाम्रा नगर प्रमुख मेयर साम्पाङ नगरका पितालाई हामी यहाँ सामान्य नागरिक जस्तो भएर उहाँ काम हुनु खोजेर र कुर्सीमा मात्रै बस्न खोजेर र एसी मात्रै खानु खोजेर बिग्रेको हो। हाम्रो देश त्यसरी बिग्रेको हो किनभने हाम्रो देशमा नेताको कङ्गाल पढेकै होइन नि त। हाम्रो देशमा श्रमदान गरिरहँदाखेरि अफिसमा लथालिङ्गै, तर उहाँले अफिसको टाइम पनि दिनु भएको छ र श्रम पनि गर्नु भएको छ। यो त प्लस पोइन्टको कुरा हो क्या। जस्तै हामीले यो मोबाइलले भिडियो मात्रै खिच्यो, फोटो नखिचेको भए यसको चाहिँ कमी कमजोरी मानिन्थ्यो नि त। तर यसले फोटो पनि खिच्यो, भिडियो पनि खिच्यो भने त प्लस पोइन्ट हो नि त, दुइटै काम गर्यो। अनि हर्क साम्पाङले अफिसमा मात्रै बसेको थियो भने यो काम नगरेको थियो भने त त्यो त हाम्रो लागि नोक्सान थियो नि त। उहाँले गरेको चाहिँ यो प्लस पोइन्ट हो। यसमा त हामीले हौसला पो दिनुपर्छ त। उहाँले अल्छी गर्यो भने ल मेरो साहब अल्छी गर्नुहुन्न है, हामी छौँ तपाईँको पछाडि भन्नुपर्ने हो। त्यो भन्नुपर्नेको ठाउँमा चाहिँ गत गरिरहेछ, खाए पाखामा कुदिरहेछ भनेर भन्नुभएको छ। त्यो चाहिँ मेन्जो यसो कुरा काटेको नि। अब के भन्ने, अब ऊ हिरो भइपठायो, उसलाई अब सबै जनताले साथ दियो भनेर यसो अब मेन्जो कुरा काट्ने मेलो मात्रै हो त्यो चाहिँ। मात्रै हजुर है। हजुर। तपाईँको नाम? मेरो अनिस राई कुलुङ। कहाँबाट आउनु तपाईँ? म हाल चाहिँ अब धरानी गाह्रोमा बस्छु। मेरो घर चाहिँ सोलुखुम्बु। हजुर है। आज कसरी आइपुग्नु भयो यहाँ? आज चाहिँ प्लान गरेको नि त हिजोदेखि। अब यही ठाउँमा अथवा हामी यहाँ भेला हुन्छौँ भन्ने कुरा कसरी थाहा थियो तपाईँलाई? यो मिडिया मार्फतै मैले थाहा भएको। ग्रिन टीमा भेला हुँदो रहेछ होइन। तपाईँ ग्रिन टीमा जानुभयो हो? ग्रिन टीमा गयो अनि त्यहाँबाट चाहिँ। तपाईँ खास यतै बस्नुहुन्छ कि सोलुखुम्बु बस्नुहुन्छ? म यता भन्दा पनि खासै सोलुखुम्बु बस्छु। यहाँ पनि केही कामले बसिन्छ। हर्क साम्पाङको चर्चा, हर्क साम्पाङको अभियान चाहिँ सोलुखुम्बुमा थाहा पाउनु भएको थियो कि अथवा धरानमा आएपछि मात्रै थाहा पाउनु भयो?
अर्को साम्पाङको चर्चा चाहिँ हामी पहिले यता योभन्दा म अगाडि बाहिरतिर थिएँ कि ए साउदी कुन देशमा हुनुहुन्थ्यो साउदी साउदीमा साउदीमा चाहिँ कस्तो हुन्छ चर्चा एकदमै राम्रो चर्चा छ त्यहाँ पनि एकदमै सपोर्टिभ हुनुहुन्छ त्यहाँको साथीहरू हजुर अनि यता हाम्रो सोलुखुम्बुतिर पनि एकदमै चर्चा रहेछ साथीहरूले भन्नुहुन्छ राम्रो हुनुहुन्छ तर काहीँ न काहीँ चाहिँ अब विरोधीहरू छन् त्यसमा चाहिँ उहाँहरू पनि अलिक बेखुसी हुनुहुन्छ खुसी हुनुहुन्छ किन राम्रो काम गर्ने मान्छेलाई चाहिँ यता खुट्टु तान्ने त्यस्तो होइन अब गर्नु हुँदैन सपोर्ट गर्नुपर्छ भने उहाँहरूले पनि हौसला दिइरहनु भएको अह पक्कै पनि अब भेटाउनु भयो आज हाम्रो मेयर साहबले आज फाइनली भेटाइयो फोटो पनि खिच्नु भयो कि यसो अलिक टाढोबाट सबै फोटो खिचियो हो एकदम खुसी छु म कहिलेदेखिको धोका पुरा गर्नुभयो धोको धोको त अब लगभग 2 वर्षदेखि पहिलेदेखि मैले उहाँलाई चाहिँ उसको पेजमा चाहिँ फलो गरेको ए जस्तो उहाँ अभियान कर्मी हुँदाखेरिदेखि नै तपाईँले चिन्नुहुन्थ्यो चिन्न अब देखेको चाहिँ हो आज चाहिँ फाइनल भेट पनि भयो धेरै खुसी लागेको छ धेरै खुसी लाग्यो आवश्यकता छ कि छैन हर्के साम्पाङ जस्तो यो देशले एकदमै आवश्यकता छ किनकि अब सबै अब हाम्रो अब ठुल्ठुलो होइन अब भनौँ न अब राष्ट्रमा अब राष्ट्र चलाउनेहरू त ठुल्ठुलै हुनुहुन्छ उहाँहरू पनि हाम्रो हर्क साम्पाङ जस्तै अब भइदिएको भयो होइन हाम्रो देशमा केही न केही अब उन्नति गर्न सक्थ्यो प्रगति गर्न सक्थ्यो यसरी अब ती राष्ट्रिय चलाउनेहरू चाहिँ केमा चुकेका छन् त अब उहाँहरू चाहिँ अब खै केमा भन्नु अब उहाँहरूको सबै हातमा छ भ्रष्टाचारमा छ कि यस आराममा छ कि होइन सबैमा उहाँहरू चुक्नु भएको छ हो एकदमै एकदमै म चाहिँ भन्न चाहन्छु अब हर्क साम्पाङ जस्तै तपाईँहरू पनि अब अझै पनि सचिने बाटो छ नि त धेरै उपायहरू छन् होइन दरो खरो तरिकाले दिनुहोस् त्यो राज्य चलाउने राष्ट्र चलाउनेहरूलाई एकचोटि यहीँदेखि ल अब तपाईँहरू पनि यसरी नै होइन श्रमदान गरेर अगाडि बढ्नुहोस् अब श्रम नगरिकन केही गर्न सकिँदैन अगाडि बढ्नुको लागि हाम्रो नेपालमा भनेको चाहिँ श्रमदानै हो अब श्रमदान गर्यो भने चाहिँ अब हामी अगाडि चाहिँ एकदमै बढ्न सकिन्छ भन्ने मेरो एकदम अनुरोध गर्न चाहन्छु उहाँहरूलाई अनुरोध तपाईँको एकदमै उहाँलाई अनुरोध गर्न चाहन्छु ठ्याक्कै यो धरानको यो बान्यटारमा हामी हुँदै गर्दाखेरि होइन हजुर सोलुखुम्बुको याद आएन यति बेला ठ्याक्कै सोलुखुम्बुको याद आयो यो सोलुखुम्बुको तपाईँको गाउँको कुन ठाउँ जस्तो लागिरहेछ यसो सम्झिनुहोस् त सोलुखुम्बु अब होइन हुन्छ नि आफ्नो गाउँको ठाउँको पनि यो त त्यस्तै ठाउँ रहेछ हजुर हजुर त्यहाँ अब नाम भनिदिनुहोस् तपाईँको त्यो गाउँ रैथाने नाउँहरू हाम्रो गाउँदेखि पारी छ कि जङ्गलहरू त्यस्तै सेम लागिरहेको छ अब त्यो जङ्गलको नाम भनिदिनुहोस् त एकचोटि अब त्यहाँको जङ्गलको नाम चाहिँ मलाई खास त्यति याद छैन कुनै अब हाम्रै भाषाहरूबाट राखेको हुन्छ जारेन्डो भन्ने हुन्छ बिसानोलिन अब त्यस्तो छ हाम्रो त्यस्तै ठाउँ चाहिँ यो लागिरहेछ तपाईँलाई होइन लागिरहेछ एकदमै खुसी लाग्छ अब तपाईँ अहिले सायद लाग्छ मलाई धरानतिर छु जस्तो लागेको छैन होला यो ठाउँमा आउँदा एकदम आफ्नै गाउँतिर होइन आफ्नै त्यो भिर पाखातिर अब केही कामले त्यहाँ पुगेको छु अथवा काम गर्दैछु जस्तो लागिरहेको छ एकदम याद आउँछ किनकि म त अब त्योभन्दा 10 वर्ष अगाडि चाहिँ हामी माथि अब यसरी नै घाँस दाउरा गर्दै होइन वन जङ्गल गर्दै हामी अगाडि बढेको थियौँ अब त्यही अब आफ्नै बाध्यताको कारणले गर्दा हामी अब बाहिर जानु पर्यो पक्कै पनि बाध्यता छ बाध्यताले गर्दा अब अहिले पनि झझल्को याद आउँछ आज एकदमै आएको छ मलाई है एकदम खुसी लागेको छ जसरी सामाजिक सञ्जालमा हर्क साम्पाङको तस्बिरहरू भिडियोहरू उहाँले बोलेका तपाईँले सुन्नुहुन्थ्यो देख्नुहुन्थ्यो होला आज प्रत्यक्ष रूपमा आएर केही फरक पाउनुभयो छु मैले लाइकहरू कमेन्ट फरक पाउनुभयो केही त्यस्तो फरक केही पाउनुभयो केही फरक पाएन उहाँ जस्तो होइन अब मिडिया अब त्यो सामाजिक सञ्जालमा हुनुहुन्छ त्यस्तै पाउनुहुन्छ अब एकदमै भेटघाट गर्नलाई पनि उहाँसँग चाहिँ अब एप्रुभ नचाहिने होइन जोसँग पनि भेट्न सकिने उहाँ जोसँग भेट्दा पनि होइन ठुलो एकदमै अब मन नगर्ने सानोमा हामी जस्तो जनताहरू जस्तै होइन त्यही भएर एकदमै खुसी लाग्छ हाम्रो अब सोलुतिरको पनि यस्तै भइदिनु होला आगामी दिनहरूमा भन्न चाहन्छु हाम्रो सोलुतिर पनि अब हुनुहुन्छ तर अब त्यहाँ चाहिँ अब मिडियाको अब कमी छ त्यहाँ त्यही कारणले होला अब केही भन्नको केही अब उहाँले प्रसारण गरेको देख्न पाइँदैन तर पनि उहाँहरू पनि यहाँ धरान महानगरको होइन उपमहानगर यहाँको जस्तै मेयर जस्तै भइदिनु होला आगामी दिनहरूमा अझै धेरै टाइम छ भन्न चाहन्छु म होइन भन्छन् के मान्छेले हर्क साम्पाङ उपमहानगरपालिकाको मेयर भइसकेको सुटेट बुटेट हिँड्नुपर्ने यो कहाँ यस्तो धुस्रे र फुस्रे भन्छन् क्या अब त्यो चाहिँ अब आफ्नो विचार हुन्छ कसैको विचार चाहिँ अब त्यस्तो होइन एकदम सुटबुट कसेर हिँड्ने अब धारणा हुन्छ तर अब हर्क साम्पाङजीको एकदम सोचाइ चाहिँ राम्रो छ किनकि उहाँ एकदम राम्रो व्यक्ति मान्छे किनकि एकदमै जनतासँग अगाडि बढ्ने
अनि धेरै कुराहरूमा उहाँको चाहिँ अब एकदम आइडियाहरू पनि छ नि त। अब राजनीति संस्कार त यस्तो खालको त छैन। छैन। राजनीति संस्कार कस्तो छ भने सुरुमा भोट माग्ने, त्यति बेला चाहिँ नमस्ते गर्ने, पछि चाहिँ आफूलाई नमस्ते गरोस् भन्ने छ त्यहाँ होइन। चाहिँ उहाँहरू चाहिँ गन्दियोस् मानिदियोस् होइन, सम्मान गरोस् हुन्छ नि, त्यो खालको हुन्छ नि त। तर अर्का साम्पाङतिर तपाईँ सँगै बसेर बिरुवा रोपिरहनु भएको छ। रोपिएको छ, सँगै हिँडेको छ, सँगै अहिले सायद खेलेको छ। तपाईँहरूसँग चिनिनु पनि हुन्न होला उहाँ पहिलोचोटि हामी त होइन। मतलब तपाईँ हामी जस्तै छ, जनता जस्तै भएर हिँड्नु भएको छ, त्यही भएर एकदम मेयर जस्तो भएर पनि हिँड्नु भएको छैन। हजुर हो? अनौठो लाग्दैन? अनौठो अब भेट नहुँदा त्यति अनौठो लाग्दैन। होइन, मेयर जस्तो मान्छे यस्तरी काम गर्दा अनौठो लाग्दैन? अनौठो त लाग्छ नि हो, लाग्नु त। तर अब भेट भइसकेपछि चाहिँ कस्तो फेरि अर्को फिलिङ नै राम्रो के एकदम धेरैवटा मन छ, एक मनले चाहिँ यति साह्रै चाहिँ नगरेको भए हुन्थ्यो जस्तो लाग्दैन हर्क साम्पा? खै अब त्यो उहाँसँग नजिक भएकोले होला, म चाहिँ एकदम लाग्दैन हामी जस्तो एकदम मिलन यो धुलो माटोमै लटपटियो के भन्छन् होइन जस्तो लागिरहेको छ। यस्तो नि त, धुलो माटोमा पनि लटपटियो छैन। अनि अगाडि होइन के अब अब यो हुन्छ नि त, सबै प्राधिकरणहरू अब राजनीतितिर सबैतिर नै अगाडि बढोस् भन्ने चाहन्छु म त। हो, हजुर। राजनीतिकहरू चाहिँ कस्तो छ उहाँको बोली चाहिँ? होइन मलिने चाहिँ होइन, सबै त्यो उहाँले चाहिँ यो अब आगामी आउने यो 84 को चुनावमा चाहिँ उहाँलाई नै भोट यहाँको दिनुपर्छ। धारानवासीहरूले होइन। हामी त अब माथि सोलुखुम्बुको भइहाल्यो, अब हामीसँग नैतिक समर्थन हुन्छ तपाईँको? हामी हुन्छ अब बाहिर भोट लाउन नसके पनि एकदम हाम्रो नमिले पनि नैतिक समर्थन हुन्छ है। है? बाहिरबाट अब सामाजिक सञ्जालबाट हामीले एकदमै उहाँलाई सपोर्ट गर्नेछौँ, पक्कै पनि एकदम। बस खुसी लाग्यो तपाईँहरूले यति कुरा राखिदिनु भयो, सोधिदिनु भयो होइन। तपाईँहरूको एकदमै टाइमको लागि धन्यवाद छ है। हस्, धेरै धेरै धन्यवाद है। हस्, हस् हस् हस्।